हेलो गाइस वेलकम ब्याक टु माई च्यानल हैन। आज हेर्नुहोस् मैले यो यता तिनचुले पार्मेन्टको साइडमा चाहिँ मृग देखेँ हैन। हेर्नुहोस् अब मृगहरू चाहिँ यतातिर चाहिँ पुरा हुन्छ हैन। अब तिनचुले पार्मेन्ट भन्ने चाहिँ यस्तो खाल यहाँ छ हैन। चाहिँ उयो गयो भने उकालो गयो भने चाहिँ पार्मेन्ट भेट्छ हैन। अब मैले चाहिँ यतानिर चाहिँ अब म अहिले तक्दा बढाउँदाखेरि चाहिँ ऊ हेर्नुहोस् लु मृग जाँदैछ हैन। तपाईँले देखिरहेको छ होला। यतातिर चाहिँ मृग कालिजहरू चाहिँ पुरा हुन्छ हैन। यता अब यो यता त अब यो हेर्नुहोस् है मृगहरू चाहिँ यस्तो देखेँ हैन। अब यता चाहिँ अब रेक बस्ती भन्छ हैन। तपाईँले अब हैन तपाईँलाई यसो मन परेर आयो भने चाहिँ मलाई कमेन्ट गरिदिनु, सब्सक्राइब गरिदिनुहोस् हैन। अब यहाँबाट गयो भने चाहिँ तपाईँहरूले 11 माइल भेट्नुहुन्छ, लप्चू 11 माइलहरू भेट्नुहुन्छ हैन। अब बाटो चाहिँ यस्तो खालको छ हैन। अब हेर्नुहोस् राम्रो छ हैन। अब हैन कता कता चाहिँ यसरी बिग्रेको छ हैन बाटोहरू चाहिँ। अन्त यता चाहिँ फरेस्ट हो हैन। फरेस्टकोतिर चाहिँ यसरी रुखहरू काट्नु दिँदैन हैन। अब हैन उता गयो भने चाहिँ तिनचुलेहरू भेट्छ हैन। हेर्नुहोस् है अब यहाँबाट उका गुम्बाटारहरू भेट्छ हैन। राम्रो भ्यूहरू छ, हर्स राइडिङहरू छ हैन। त्यतातिर त्यहाँ गयो भने राम्रो जग्गाहरू देख्छ। त्यहीँ मुनि चाहिँ पेसोक टी गार्डन भन्छ हैन। अब तपाईँहरूले भिडियो यसो मन पऱ्यो भने अब हेर्नुहोस् त तपाईँहरूलाई म देखाउँदै लान्छु हैन। अब यहाँ चाहिँ रनी खोला भन्छ। अब यहाँ चाहिँ पहिलानिर चाहिँ यसरी अब एउटा रनी भन्ने भन्ने एउटा मान्छे चाहिँ खसे। म यहाँबाट खोलाबाट यसरी हाल फालेर उयो भएको थियो। अन्त त्यही भएर चाहिँ यहाँ चाहिँ रनी खोला भन्थ्यो। अन्त त्यसकै मुनिपट्टि चाहिँ एउटा याङछिङ स्कुल छ। याङछिङ स्कुल भन्ने यहाँ यो तिनचुलेको यो चाहिँ होइन। अन्त यहाँबाट गयो भने चाहिँ तल पेसोक गालाङ भेट्छ होइन। अब तपाईँहरूले हेर्नुहोस् है अब यहाँ चाहिँ होमस्टेहरू चाहिँ पुरा छ। यो चाहिँ बस्ती हो होइन। त्यहाँदेखि यो ओह्रालो गयो भने चाहिँ कमान भेट्छ होइन। अब यतातिर त कमान अब कमानभन्दा बेसी बस्ती छ। हेर्नुहोस् यता चाहिँ अब फरेस्टको एरिया छ। एउटा रुखहरू हेर्नु नि त बसेको उयोहरू छ होइन। दामी टुरिस्टहरूले यस्तो खालको मन पराउँछ हेर्नुहोस् लु। सुनसान भएको जग्गाहरू हेर्नु नि त। यस्तोतिर फोटोहरू खिच्नु गर्छ कतिजनाले सुटिङहरू